यो संसारको सबैभन्दा सुरक्षित जेल हो। यस जेलमा हजारौं कैदीहरू छन्, तर आजसम्म यो जेलबाट कुनै पनि कैदी फरार हुन सकेका छैनन्, किनभने यस जेलको सिक्युरिटी एकदमै कडा छ। यस जेलमा यस्ता कैदीहरू पनि छन् जसले आफ्नो पूरा जिन्दगी यही जेलमा बिताइदिए, तर उनीहरूलाई यो जेलबाट भाग्ने ख्यालसम्म पनि आएन, किनभने यस जेलबाट भाग्ने कोसिस गर्ने कैदीको सजाय सीधा मृत्यु हो। अब हामीलाई कोर्टमा एन्डी नामको एक मानिस देखाइन्छ। उनी अमेरिकाको एक धेरै ठूलो ब्याङ्कका ब्याङ्कर हुन्, तर उनलाई आफ्नो श्रीमती र उनको प्रेमीको हत्याको आरोपमा जेल पठाइन्छ। यही कारणले कोर्टको जजले एन्डीलाई जन्म कैदको लागि संसारको सबैभन्दा सुरक्षित जेल शाशाङ्क रिडेम्पसन पठाइदिन्छन्। एन्डीसँगै अरू पनि धेरै कैदीहरू हुन्छन्, र जब यी कैदीहरूलाई जेलभित्र ल्याइन्छ तब जेलभित्रका पुराना कैदीहरू बाजी राख्छन् कि आज रात यी नयाँ आउने कैदीहरूमध्ये कुन चाहिँ कैदी रुनेछ, र यसको लागि यी मानिसहरू एक डब्बा चुरोटको बाजी लगाउँछन्। यी मानिसहरू बाहिर लाइनमा उभिएका नयाँ आउने कैदीहरूमध्ये एक एक कैदी छान्छन्। तब रेड नामको एक कैदीले एन्डीमाथि दाउ लगाउँछ, किनभने उसलाई लाग्छ कि एन्डी धेरै नै मासुम छ र ऊ धेरै धनी घरको मानिस हो जसले कहिल्यै दुःख झेलेको छैन। त्यसैले उसलाई लाग्छ कि ऊ आज रात सबैभन्दा पहिले रुनेछ। यसपछि सबै कैदीहरूलाई लाइनमा राखेर जेलभित्र ल्याइन्छ र हरेक कैदीलाई उसको सेलमा बन्द गरिन्छ। केही समयपछि रात हुन्छ र तब पुराना कैदीहरू नयाँ आउने कैदीहरूमाथि चिच्याउन थाल्छन्, तर रेडले बुझ्छ कि एन्डी धेरै नै बलियो छ, किनभने यति धेरै डराउँदा पनि उसले एउटा आवाजसम्म निकालेन। त्यसैले भोलिपल्ट रेडले आफ्नो साथीलाई चुरोटको एक डब्बा दिन्छ, किनभने रेडले एन्डीमाथि लगाएको दाउ हारिसकेको थियो। केही दिनपछि एन्डी सीधा रेड भएका ठाउँमा पुग्छ र रेडलाई भन्छ कि मैले सुनेको छु तिमी बाहिरबाट जे पनि सामान भित्र मगाउन सक्छौ। अब रेडले भन्छ, हो म मगाउन सक्छु, तर यस्तो चिज जो यहाँबाट भाग्न वा कसैलाई मार्न काम नआओस्। एन्डीले रेडलाई भन्छ कि उसलाई ह्यामर अर्थात् एउटा हथौडा चाहिन्छ। हथौडाको नाम सुन्ने बित्तिकै रेडले भन्छ कि तिमीलाई हथौडा नै किन चाहियो, कतै तिमी हथौडाले कसैलाई मार्ने त होइनौ। एन्डी भन्छ, मलाई ढुङ्गाहरू बुट्टा भर्न मन पर्छ, त्यसैले मलाई सानो हथौडा चाहिएको हो। भोलिपल्ट एन्डीको आग्रहमा रेडले उसको लागि ह्यामर मगाइदिन्छ, र जब रेडले त्यो हथौडा देख्छ ऊ हाँस्न थाल्छ, किनभने हथौडा साइजमा धेरै नै सानो थियो। रेडले मनमा नै सोच्छ कि यो हथौडाले जेलमा सुरुङ बनाउन 600 वर्ष लाग्नेछ। यसपछि रेडले ब्रुक्सको माध्यमबाट एन्डीको सेलसम्म हथौडा पुर्याइदिन्छ। एक दिन जब एन्डी लन्ड्रीमा काम गरिरहेको हुन्छ तब ती 3 जना मानिसहरू जसको एन्डीमाथि नराम्रो नजर थियो उनीहरूले एन्डीलाई समात्छन्। एन्डी उनीहरूबाट आफूलाई छुटाउने कोसिस गर्छ, तर 3 जनालाई उसले एक्लै नियन्त्रण गर्न सकिरहेको थिएन। त्यसैले यी 3 जनाले पहिले एन्डीलाई धेरै कुट्छन् र त्यसपछि एन्डीसँग गलत काम गर्छन्। यो सिलसिला यसरी नै चलिरहन्छ। यी मानिसहरू सधैँ एन्डीलाई समात्छन्। यसरी नै 2 वर्ष बित्छ। एक दिन अनाउन्स हुन्छ कि छतको मर्मतको लागि केही मानिसहरूको जरुरत छ। यहाँ कैदीहरूको एउटा टिम छतको कामको लागि तयार हुन्छ, जसमा रेड र एन्डी पनि सामेल हुन्छन्। यी मानिसहरू सबै आफ्नो काममा लाग्छन् र छतमा उनीहरूको रेखदेख गर्ने जिम्मेवारी एक धेरै सख्त सिक्युरिटी गार्डको हुन्छ, जसको नाम ह्याडली हो। ह्याडली धेरै नै कडा मानिस हो जो सानो गल्तीमा पनि कैदीहरूलाई धेरै नराम्ररी कुट्छ। जब सबै कैदीहरू छतमा काम गरिरहेका हुन्छन् तब ह्याडली अलि चिन्तित हुन्छ र आफ्नो साथीहरूसँग भन्छ कि मेरो दाइको हालै मृत्यु भएको छ, जसको अकाउन्टमा $30,000 छ। अब मेरो दाइको म बाहेक यस संसारमा अरू कोही छैन, त्यसैले उसको पैसामा मेरो हक बन्छ। तर समस्याको कुरा यो छ कि जब म यी $30,000 आफ्नो अकाउन्टमा ट्रान्सफर गर्नेछु तब सरकारले मबाट ट्याक्सको रूपमा सबै पैसा लिनेछ। ह्याडलीले जब आफ्ना साथीहरूसँग यी कुराहरू गरिरहेको थियो तब एन्डीले पनि उसको सबै कुरा सुन्छ। एन्डी ह्याडलीको नजिक जान्छ र भन्छ, के तपाईँ आफ्नो श्रीमतीलाई विश्वास गर्नुहुन्छ? यो सुन्ने बित्तिकै ह्याडलीलाई धेरै रिस उठ्छ र उसले एन्डीलाई छतबाट तल खसाल्न खोज्छ। तब एन्डी भन्छ, यदि तपाईँ आफ्नी श्रीमतीमाथि भरोसा गर्नुहुन्छ कि उनले तपाईँलाई धोका दिने छैनन् भने तपाईँ सजिलैसँग आफ्नो दाइको पैसा श्रीमतीको अकाउन्टमा ट्रान्सफर गर्न सक्नुहुन्छ, त्यो पनि बिना ट्याक्स तिरी। किनभने सरकारको एउटा नियम छ कि कुनै पनि मानिसले आफ्नो पत्नीलाई पुरै जीवनमा $60,000 सम्म गिफ्ट गर्न सक्छ र यी पैसामा कुनै ट्याक्स लाग्दैन। र एन्डीले यो पनि भन्छ कि यदि तपाईले बाहिरबाट कुनै लयर वकिल राख्नुभयो भने उसले धेरै पैसा चार्ज गर्नेछ, तर म यो काम तपाईको लागि फ्रीमा गरिदिन सक्छु। तब ह्याडली सोध्छ, बदलामा तिमीलाई के चाहिन्छ? यसमा एन्डी मुस्कुराउँदै भन्छ, मलाई केही पनि चाहिँदैन। जब तपाईको काम सकिन्छ तपाई मात्र मेरा सबै साथीहरूलाई बियर पिलाइदिनु होला। र भोलिपल्ट सबै कैदीहरू छतमा बसेर बियरको मजा लिइरहेका हुन्छन्, अर्थात्
एन्डीले ह्याडलीको काम गरिदिएको थियो। तर एन्डी बियर पिउँदैन। ऊ एक कुनामा बसेर सबैलाई बियर पिएको देखेर खुसी हुन्छ। एन्डीका साथीहरू पनि उसँग धेरै खुसी हुन्छन् किनभने जेलमा बियर पिउनु लगभग असम्भव थियो। केही दिनपछि जेलमा सबै कैदीहरूलाई फिल्म देखाइन्छ र सबै मानिसहरू रिटा हेवर्थको फिल्म हेरिरहेका हुन्छन्। तब एन्डी रेडको छेउमा आएर भन्छ, मलाई रिटा हेवर्थको एउटा ठूलो पोस्टर चाहिन्छ। एन्डी बाहिर निस्कन्छ, तर जस्तै ऊ बाहिर आउँछ त्यहाँ त्यही 3 जना मानिसहरू उभिएका हुन्छन् जसले एन्डीलाई दुःख दिन्थे। उनीहरू एन्डीलाई भन्छन्, हामीसँग। तर यसपटक एन्डीले मान्दैन। एन्डीले नमानेपछि उनीहरूले उसलाई समात्छन् र जबरजस्ती गर्ने कोसिस गर्छन्। तर एन्डीले पनि उनीहरूको सामना गर्छ। तर उनीहरू 3 जना भएको हुनाले एन्डीलाई धेरै नराम्ररी कुट्छन्। तर आज यी मानिसहरूले एन्डीसँग केही गर्न सक्दैनन्। तर एन्डीलाई उनीहरूले यति धेरै कुट्छन् कि एन्डी 1 महिनाको लागि अस्पताल जान्छ र साथै त्यो मानिस जसले एन्डीलाई कुटेको थियो उसलाई 1 हप्ताको लागि कालकोठरीमा हालिन्छ। 1 हप्तापछि जब ऊ आफ्नो सेलमा फिर्ता आउँछ त्यहाँ त्यही अफिसर हुन्छ जसको एन्डीले $30,000 ट्याक्स बचाएको थियो। र यो अफिसरलाई कसैले भनिदिएको थियो कि एन्डीलाई यो मानिसले यति धेरै कुटेको छ कि ऊ बिचरा 1 महिनाको लागि अस्पताल गएको छ। अब यहाँ त्यो अफिसरले त्यो मानिसलाई यति नराम्ररी कुट्छ कि ऊ सधैँको लागि अपाङ्ग हुन्छ। 1 महिनापछि जब अस्पतालबाट एन्डी आफ्नो सेलमा फिर्ता आउँछ तब उसले आफ्नो सेलमा रिटा हेवर्थको एउटा ठूलो पोस्टर पाउँछ जो वास्तवमा रेडको तर्फबाट वेलकम गिफ्ट थियो। यसरी नै दिनहरू बित्दै जान्छन् र एक दिन जेलको वार्डन सेक्युरिटी गार्डसँग एन्डीको सेलमा आउँछन् र उसको सेलको खान तलासी गराउँछन्। सेलको चेकिङ गरेपछि जब वार्डनले केही पाउँदैनन् तब वार्डनको नजर अगाडि लागेको पोस्टरमा पर्छ। वार्डन भन्छ, यसो त सेलमा पोस्टर अलाउड छैन, तर तिमीले यसलाई आफ्नो सेलमा लगाउन सक्छौ। वास्तवमा खान तलासी त एउटा बहाना मात्र थियो। वार्डनलाई त्यो अफिसरले बताएको थियो कि कसरी एन्डीले उसको $30,000 को ट्याक्स बचायो। त्यसैले वार्डन आफ्नो फाइदाको लागि एन्डीलाई भेट्न चाहन्थे। एन्डीको हातमा बाइबल हुन्छ जुन वार्डनले लिन्छन् र बाइबल लिएर त्यहाँबाट निस्कन्छन्। तर केही पर पुगेपछि उनी फेरि फर्कन्छन् र एन्डीको बाइबल उसलाई फिर्ता दिँदै भन्छन्, मुक्ति यसैमा छ। भोलिपल्ट वार्डनले एन्डीलाई आफ्नो अफिसमा बोलाउँछन् र भन्छन् कि तिमी जस्तो इन्टेलिजेन्ट मानिस जेलको पर्खाल पछाडि बस्नु हुँदैन। त्यसैले वार्डनले एन्डीलाई लाइब्रेरीको असिस्टेन्ट बनाइदिन्छन्। लाइब्रेरीमा त्यही ब्रुक्स नामको वृद्ध मानिस हुन्छन् जसले धेरै वर्षदेखि लाइब्रेरी सम्हालिरहेका छन्। जस्तै जस्तै वर्षहरू बित्छन् एन्डीको काम बढ्दै जान्छ, जसले गर्दा एन्डीलाई एउटा असिस्टेन्टको जरुरत पर्छ र उसले आफ्नो सबैभन्दा राम्रो साथी रेडलाई असिस्टेन्ट बनाउँछ। एक दिन लाइब्रेरीमा ब्रुक्सले एक कैदीको घाँटीमा चक्कु राखिदिन्छ र उसलाई बिना कारण मार्ने धम्की दिन्छ। वास्तवमा सरकारले उसको सजाय माफ गरिदिएको छ, तर ऊ यो जेल छोडेर जान चाहदैन। आज उसलाई यस जेलमा पूरा 50 वर्ष भइसकेको छ। एन्डीले सम्झाएपछि ब्रुक्सले त्यो मानिसलाई छोडिदिन्छ। अब नचाहँदा नचाहँदै पनि ब्रुक्स जब जेलबाट छुटेर बाहिर आउँछ उसलाई बाहिरको संसार धेरै अनौठो लाग्छ। 50 वर्षमा बाहिरको संसारको रफ्तार धेरै बढिसकेको हुन्छ र यो भिडभाड र तीव्र गतिको जिन्दगीमा ब्रुक्स बाँच्न सक्दैन र आफ्नो ज्यान दिन्छ। मर्नु अघि उसले जेलमा आफ्ना साथीहरूको नाममा एउटा चिठी लेख्छ जुन पढ्दा सबैजना धेरै इमोसनल हुन्छन्। त्यही हामीलाई जेल देखाइन्छ जहाँ वार्डनले एउटा नयाँ प्रोग्राम सुरु गर्छन्। यस प्रोग्राममा जेलका कैदीहरूलाई बाहिर लगेर काम गराइनेछ ताकि उनीहरूलाई थाहा होस् कि मेहनतले पैसा कसरी कमाइन्छ। कैदीहरू पनि यो कामको लागि मान्छन् किनभने उनीहरू पनि बाहिरको हावा खान चाहन्थे। यसरी वार्डनले यी कैदीहरूबाट काम लिन्छन्, तर यो प्रोजेक्ट मार्फत वार्डनले धेरै कन्ट्र्याक्टहरू पाउँछन् किनभने जेलका कैदीहरूको लेबर धेरै सस्तो हुन्थ्यो। बाहिरका लोकल कन्ट्र्याक्टरहरूको टिमले कतै पनि काम पाउँदैनथे किनभने वार्डनले उनीहरूको काम आधा मूल्यमा आफ्ना कैदीहरूबाट गराउँथे र वार्डनले आधा मूल्यमा काम यसकारण गर्थे किनभने कैदीहरू कुनै लेबर त थिएनन् जसलाई वार्डनले ज्याला दिनु परोस्। त्यसैले वार्डनले फ्रीमा कैदीहरूबाट काम गराएर धेरै पैसा कमाउन थाल्छन् र उसको यो पैसा ब्ल्याक मनी हुन्छ। तर एन्डी एक ब्याङ्कर भएको कारणले वार्डनको सबै ब्ल्याक मनीलाई व्हाइट मनीमा बदल्दिन्छ। वास्तवमा एन्डीले यी पैसाहरू यस्तो मानिसको नाममा जम्मा गर्छ जो यो संसारमा छँदै छैन। अब यहाँ जेलमा एक नयाँ कैदी आउँछ जसको नाम टमी हो। टमी धेरै जवान हुन्छ र ऊ यो सानो उमेरमा धेरै जेलहरू गइसकेको हुन्छ। टमी धेरै फ्रेन्डली स्वभावको हुन्छ र उसले छिट्टै जेलमा सबैलाई साथी बनाउँछ। टमी रेडसँग एन्डीको बारेमा सोधपुछ गर्न थाल्छ। टमी रेडलाई भन्छ कि एन्डी धेरै इन्टेलिजेन्ट र डिसेन्ट मानिस हो, उसलाई जेल किन भयो? रेडले उसलाई बताउँछ कि एन्डी एक धेरै ठूलो ब्याङ्कर थियो तर उसले आफ्नी श्रीमती र उसको प्रेमीको हत्या गर्यो जसले गर्दा उसलाई जन्मकैद भयो। यो सुनेर टमी सोचमा पर्छ। मानौ उसलाई केही याद आयो।
त्यसपछि उसले एन्डीलाई बोलाउँछ। अब टमीको अगाडि एन्डी र रेड हुन्छन्। टमीले यी दुवैलाई बताउँछ कि 4 वर्ष पहिले म एउटा जेलमा गएको थिएँ, जहाँ मलाई एक कैदी भेटियो। यो कैदीले मलाई भन्यो कि एक रात ऊ एउटा घरमा चोरी गर्न गयो। चोरीको क्रममा त्यो घरको मालिक जाग्यो। अब पक्राउ पर्ने डरले उसले त्यो घरको मालिक र उसको श्रीमतीलाई मारिदियो। पछि उसलाई थाहा भयो कि ती दुवै श्रीमान श्रीमती थिएनन्, बरु प्रेमी प्रेमिका थिए र त्यो आइमाई एक धेरै ठुलो ब्याङ्करकी श्रीमती थिइन्। केही समयपछि जब टमीले पत्रिकामा समाचार पढ्यो तब उसलाई थाहा भयो कि पुलिसले जब यी दुई हत्याको बारेमा जाँच गर्यो, पुलिसलाई शंका भयो कि यी दुवैलाई ब्याङ्करले मारेको हो। त्यसैले ब्याङ्करलाई उसको श्रीमती र प्रेमीको हत्याको आरोपमा गिरफ्तार गरियो। यहाँ हामीलाई थाहा हुन्छ कि एन्डी निर्दोष थियो। यो सबै थाहा पाएपछि एन्डी वार्डन कहाँ जान्छ र यी सबै कुराहरू बताउँछ। तर वार्डनले जानी जानी उसको कुरामा विश्वास गर्दैनन्, किनभने एन्डी त्यही मानिस हो जसले उसको कालो धनलाई सेतो बनाउँछ र वार्डनका सबै रहस्यहरू जान्दछ। त्यसैले यदि एन्डी यहाँबाट गयो भने वार्डनले न त अरू पैसा कमाउन सक्नेछन् र सायद उसको कालो धनको रहस्य पनि खुल्नेछ। त्यसैले उनले एन्डीलाई भन्छन्, यो एउटा झुटो कथा हो, मलाई यस्ता कथाहरू दिनदिनै सुन्न मन लाग्दैन। एन्डीले वार्डनलाई बाचा गर्छ कि यदि म आजाद भएँ भने पनि म तपाईको रहस्य नै राख्नेछु। तर वार्डनले एन्डीको कुनै पनि कुरा सुन्दैनन्। यो देखेर एन्डीलाई धेरै रिस उठ्छ। त्यसपछि वार्डनले टमीलाई बोलाउँछन् र सोध्छन्, तिमीले एन्डीलाई जे भन्यौ के त्यो साँचो हो? टमी भन्छ, हो, यो बिल्कुल साँचो हो। यसपछि उनले माथि गार्डलाई इशारा गर्छन् र त्यो गार्डले टमीलाई गोली हानेर मारिदिन्छ। यसपछि वार्डन एन्डी कहाँ जान्छन् र उसलाई भन्छन् कि टमीले भाग्ने कोसिस गरेको थियो, त्यसैले उसलाई गोली हानियो। तर एन्डीले बुझ्छ कि टमीलाई किन मारियो। एन्डीले मनमा नै सोध्छ कि वार्डन धेरै नै घटिया मानिस हुन्। एन्डीले वार्डनलाई भन्छ, आजपछि म तपाईको काम कहिले गर्ने छैन। तब वार्डन भन्छ, मेरो काम त तिमीले नै गर्नुपर्छ, नत्र म यो जेल तिम्रो लागि नर्क बनाइदिनेछु। र जाँदा जाँदै वार्डनले गार्डलाई भन्छन् कि एन्डीलाई अझै 1 महिनाको लागि कालकोठरीमा राखियोस्। अब कालकोठरीमा पुरै 2 महिना बिताएपछि जब एन्डी बाहिर आउँछ तब रेड उसको नजिक आउँछ। एन्डीले रेडलाई सोध्छ, के तिमी कहिले यो जेलबाट बाहिर निस्कन सक्छौ? रेड भन्छ, हो, तर तब जब म धेरै वृद्ध हुनेछु र मेरो दिमागले काम गर्न छोड्नेछ। एन्डी भन्छ, म यहाँबाट निस्किएर मेक्सिको जानेछु। मेक्सिकोमा समुद्र किनारमा एक धेरै सुन्दर ठाउँ छ। भनिन्छ कि मानिसले आफ्नो पुरानो पहिचान त्यहाँ हराउँछ। म त्यहाँ आफ्नो एउटा रेस्टुरेन्ट खोल्नेछु, समुद्र किनारमा आफ्नो डुङ्गा मर्मत गर्नेछु र त्यहाँ मलाई एक जुझारु मानिसको जरुरत पर्नेछ जसले मेरो लागि बाहिरबाट सामान ल्याइदिनेछ। वास्तवमा उसले रेडतर्फ इशारा गरिरहेको थियो। रेडले यो सुनेर भन्छ, आशा धेरै खतरनाक चिज हो, यसले मानिसलाई पागल बनाइदिन्छ। तिमीले वास्तविकताको संसारमा फर्कनुपर्छ। मेक्सिको यहाँबाट धेरै टाढा छ। यो भनेर रेड त्यहाँबाट जान लाग्छ। तर जानु अघि एन्डीले रेडलाई भन्छ, वाचा गर, यदि तिमी कहिले यहाँबाट रिहा भयो भने मेरो एउटा काम गर्नेछौ। रेड भन्छ, हो, म पक्कै गर्नेछु। तब एन्डीले रेडलाई एउटा ठेगाना बताउँछ र भन्छ, जब पनि तिमी यहाँबाट छुट्छौ यो ठाउँमा जानु जहाँ एउटा ठूलो मैदानको बीचमा एउटा सुन्दर रुख छ। त्यही रुखको मुनि मैले आफ्नी श्रीमतीलाई प्रपोज गरेको थिएँ। त्यही रुखको मुनि एउटा पर्खालभित्र तिमीले कालो रङको ढुङ्गा पाउनेछौ जसको मुनि मैले एउटा बक्स लुकाएको छु र जब तिमी रिहा हुनेछौ त्यहाँ गएर त्यो ढुङ्गा मुनिको बक्स हेर्नु कि त्यसमा के छ। यो भनेर एन्डी त्यहाँबाट जान्छ र सिधा वार्डन कहाँ पुग्छ। उसले वार्डनको काम पूरा गरेर उसको सबै डकुमेन्ट एउटा खास फाइलमा राख्छ। डकुमेन्ट राखेपछि वार्डनले एन्डीलाई आफ्नो लुगा दिन्छन् र भन्छन्, मेरो लुगा प्रेस गरिदिनु र मेरो जुत्ता ऐना जस्तै चम्काइदिनु र बिहान हुन्छ। बिहान हुने बित्तिकै सबै कैदीहरूको सेलको ढोका खुल्छ र सबै कैदीहरू बाहिर आउँछन्। तर एन्डी सेलबाट बाहिर आउँदैन। यो पछिल्लो 20 वर्षमा पहिलो पटक यस्तो भइरहेको थियो कि कुनै कैदी बिहान आफ्नो सेलबाट बाहिर आएन। तब रेडको नजर पनि एन्डीको सेलतर्फ हुन्छ र रेडको चिन्ता बढ्दै जान्छ कि कतै एन्डीले आत्महत्या त गरेन। त्यही बेला एउटा गार्ड धेरै रिसमा एन्डीको सेलतर्फ जान्छ। तर त्यहाँ पुगेर जब उसले देख्छ उसको आँखा खुल्लाको खुल्लै रहन्छ, किनभने भित्र सेलमा कोही पनि थिएन र एन्डी त्यहाँबाट फरार भइसकेको थियो। अब हामी वार्डनलाई देख्छौं जसले आफ्नो जुत्ता लगाउनको लागि बक्स निकाल्छन्। तर त्यो बक्समा उनको जुत्ता नभई एन्डीको पुरानो जुत्ता हुन्छ र त्यही बेला पुरै जेलमा साइरन बज्न थाल्छ। यो साइरन कुनै कैदी भागेको संकेत थियो। वार्डन हतारिएर एन्डीको सेलमा जान्छन् र त्यहाँ उनले एन्डीलाई देख्दैनन्। यसपछि उनले गार्डलाई भन्छन्, जाऊ र रेडलाई बोलाएर ल्याऊ, किनभने ऊ सधैँ एन्डीसँग हुन्थ्यो। यहाँ रेडलाई पनि बोलाइन्छ। वार्डनले रेडलाई सोध्छन्, यो एन्डी कहाँ छ? रेड भन्छ, मलाई के थाहा। यो कुरामा वार्डनलाई धेरै रिस उठ्छ। उनी भन्छन्, के ऊ कुनै भूत थियो जो रातारात यहाँबाट गायब भयो? रिसको झोकमा वार्डनले त्यहाँ एउटा ढुङ्गा उठाउँछन् र गार्ड र रेडलाई देखाउँदै चिच्याउँछन्। उनले
एउटा ढुङ्गा त्यो पोस्टरमा पनि हान्छन् जो भित्तामा टाँसिएको थियो। तर ढुङ्गा ठोकिएर तल झर्दैन, बरु पोस्टरको वार पार हुन्छ। र जब वार्डले त्यसभित्र हात हाल्छन्, उनले देख्छन् कि एन्डीले त्यहाँ धेरै ठूलो सुरुङ बनाएको थियो। यो देखेर सबै छक्क पर्छन्, किनभने यो भित्ता धेरै बलियो थियो। बिना मेसिन यो भित्तामा सुरुङ बनाउनु लगभग असम्भव थियो। तर एन्डीले असम्भवलाई सम्भव बनाएर देखाए र त्यहाँबाट फरार भए। यसपछि सबै गार्डहरू त्यहाँ जान्छन् जहाँबाट एन्डी बाहिर निस्किएको थियो। त्यहाँ उनीहरूले एन्डीको पुरानो कपडा र त्यो सानो हथौडा पाउँछन् जो आजभन्दा 20 वर्ष पहिले एन्डीले रेडसँग मगाएको थियो। यो त्यही हथौडा थियो जसले पछिल्लो 20 वर्षदेखि एन्डीले आफ्नो सेलको भित्तामा सुरुङ बनाइरहेको थियो। 20 वर्षदेखि एन्डीले यो काम यति मिहिन तरिकाले गर्यो कि कसैलाई थाहासम्म भएन। साथै भित्ताबाट जुन माटो निस्कन्थ्यो उसले आफ्नो खल्तीमा राखेर ग्राउन्डमा फाल्ने गर्थ्यो। एन्डीले अन्तिम पटक जब वार्डनको लागि काम गरेको थियो, उसले वार्डनको ब्ल्याक मनीका सबै डकुमेन्टहरू आफूसँग राखेको थियो र आफ्नो बाइबल वार्डनको अगाडि नै छोडिदिएको थियो। एन्डीले वार्डनको सुट र जुत्ता लगाएर निस्किएको थियो। रातको समयमा जस्तै सबै लाइटहरू बन्द भए। एन्डी आफ्नो सेलमा बनाएको सुरुङबाट बाहिर निस्कियो। यसपछि उसले त्यहाँ एउटा गटरको पाइप फुटायो र त्यो साँघुरो गटरको पाइपबाट जेलबाट फरार भयो, जहाँबाट आजसम्म कोही पनि भाग्न सकेको थिएन। यद्यपि एन्डी जुन गटरको पाइपबाट घिस्रिँदै बाहिर निस्कियो त्यो लगभग 2 किलोमिटर लामो थियो। भोलिपल्ट बिहान एन्डी त्यो ब्याङ्कमा जान्छ जहाँ वार्डनको सबै कालो धन थियो। यो पैसा एउटा यस्तो मानिसको नाममा थियो जो यो संसारमा छँदै थिएन। यो सबै डकुमेन्टको खेल एन्डीले नै बनाएको थियो र ब्याङ्कमा त्यो अकाउन्ट ओनरको जुन सिग्नेचर थियो त्यो जेलबाट एन्डीले नै गर्ने गर्थ्यो। त्यसैले एन्डीलाई वार्डनको सबै पैसा निकाल्न कुनै मुस्किल भएन। एन्डीसँग त्यो मानिसको नामका सबै डकुमेन्टहरू थिए। त्यसैले उसले ब्याङ्कमा गएर सबै पैसा निकाल्यो र यो पैसा $3,70,000 थियो। अर्थात् एन्डी आजाद मात्र भएन, ऊ पैसाले मालामाल पनि भयो। र यहाँ हामीलाई थाहा हुन्छ कि एन्डी जुन दिनदेखि जेलमा प्रवेश गरेको थियो त्यही दिनदेखि उसले यो प्लानिङ गरिरहेको थियो। वार्डनले एन्डीसँग जेलमा धेरै नराम्रो व्यवहार गरेका थिए र उनले टमीलाई पनि मारिदिएका थिए। त्यसैले एन्डीले वार्डनको कालो धनको प्रमाण मिडियालाई पठाइदिन्छ। भोलिपल्ट बिहान यो खबर न्युजपेपरमा छापिन्छ र जब वार्डनले तिजोरी खोलेर हेर्छन् त्यसमा डकुमेन्ट होइन बरु बाइबल हुन्छ। बाइबलको पहिलो पेजमा एन्डीले लेखेको हुन्छ, तपाईले सही भन्नुभएको थियो, मुक्ति यसैमा छ। र जब वार्डनले पेज पल्टाउँछन् उनले देख्छन् कि त्यहाँ हथौडाको एउटा निशान छ। वास्तवमा एन्डीले बाइबलका पेजहरूलाई हथौडाको आकारमा काटेर एउटा साँचो बनाएको थियो जसभित्र उसले आफ्नो हथौडा लुकाउने गर्थ्यो। र आजभन्दा 20 वर्ष पहिले जब वार्डन पहिलो पटक एन्डीको सेलमा गएका थिए र एन्डीको हातबाट बाइबल लिएर फिर्ता दिएका थिए, त्यस समयमा पनि हथौडा त्यही बाइबल भित्रै थियो। यो देखेर वार्डनलाई ठूलो झट्का लाग्छ। अर्कोतर्फ वार्डनको कालो धनको खबर पुरै शहरमा फैलिसकेको थियो। त्यसैले जेल बाहिर रिपोर्टर र पुलिस वार्डनलाई गिरफ्तार गर्न आइरहेका हुन्छन् र पुलिसले उनलाई गिरफ्तार गर्नु अघि नै वार्डनले आफूलाई गोली हानेर आत्महत्या गर्छन्। केही समय बितेपछि एन्डीको साथी रेडको सजाय पनि माफ गरिन्छ र उसलाई सरकारको तर्फबाट एउटा जागिर पनि दिलाइन्छ। तर बाहिरको संसारमा रेडको मन बिल्कुलै लाग्दैन, किनभने उसले आफ्नो जिन्दगीको 40 वर्ष जेलमा बिताएको थियो। रेड पनि त्यही कोठामा बस्छ जहाँ ब्रुक्स बस्ने गर्थ्यो र रेड पनि आफ्नो ज्यान दिन चाहन्छ। तर तब उसलाई याद आउँछ कि उसले एन्डीसँग बाचा गरेको थियो। यसपछि ऊ त्यो ठाउँको लागि गाडीमा प्रस्थान गर्छ र ऊ त्यो ठूलो घाँसे मैदानमा जान्छ जहाँ एउटा धेरै ठूलो रुख हुन्छ, साथै ढुङ्गाको एउटा पर्खाल पनि हुन्छ। त्यो पर्खालमा एउटा कालो रङको ढुङ्गा हुन्छ र जब उसले त्यो ढुङ्गा उठाउँछ त्यसको मुनि एउटा बक्स हुन्छ। त्यो बक्सभित्र केही पैसा र एउटा चिठी हुन्छ। यो चिठी एन्डीको हुन्छ। त्यो चिठीमा लेखिएको हुन्छ कि एन्डीले रेडलाई त्यही ठाउँमा पर्खिरहेको छ जसको बारेमा एन्डीले रेडलाई जेलमा बताएको थियो। त्यसको अगाडि एन्डीले लेखेको हुन्छ, आशा एउटा राम्रो चिज हो। यसपछि रेड त्यो ठाउँमा पुग्छ र जब ऊ समुद्र किनारमा जान्छ उसले देख्छ कि एन्डी एउटा डुङ्गामा बसेर आफ्नो डुङ्गा मर्मत गरिरहेको छ। यो ठाउँ र यो सबै एन्डीको त्यही सपना हुन्छ जुन उसले जेलमा रेडसँग सेयर गरेको थियो र रेडले भनेको थियो कि आशा राम्रो हुँदैन। यसपछि यी दुवैले एकअर्कालाई अङ्गालो हाल्छन् र यसैका साथ यो कथा समाप्त हुन्छ।